खाडलमा राखेकी छिन् है। त्यस्तै यो 2 नम्बरमा के हो त, नकुहिने फोहोरको हो है त। नकुहिने फोहोरलाई हामीले गाड्नु हुँदैन हैन, एक ठाउँमा एउटा कन्टेनरमा लगेर जम्मा गर्नुपर्छ भनेर तपाईलाई मैले भनेको थिएँ। त्यस्तै डस्टबिन भन्नुहुन्छ, त्यो डस्टबिनमा लगेर राख्नुपर्छ। हेर्नुहोस् यो भाइले के गरेको छ त, आफ्नो घरबाट अथवा स्कुलबाट हैन सरसफा गरेर नकुहिने फोहोरहरूलाई एउटा कन्टेनरमा ल्याएर हालेको चित्र देखाएको छ है त। यसरी पनि हामीले बुझिसक्यौँ कि कुहिने फोहोरलाई के गर्नुपर्ने रहेछ त, गाड्न सक्ने रहेछौँ। त्यस्तै नकुहिने फोहोरलाई हामीले गाड्नु हुँदैन भन्ने कुरा सिकिसक्यौँ र यसलाई कहाँ एउटा व्यवस्थित ढङ्गले एक ठाउँमा लगेर जम्मा गर्नुपर्छ भन्ने कुरा पनि हामीले बुझिसकेका छौँ है त। ल अब त्यसै गरी अब हामीले सुरु गरिसकेका छौँ। क नम्बरमा कुहिने फोहोर वस्तुहरू भनेर लेखेको छ। अब हामी पढौँ है त, के रहेछ त कुहिने फोहोर वस्तुहरू भन्ने कुरा तपाईलाई थाहा छ। यहाँ के लेखेको छ पढौँ है। यहाँ लेखेको छ कुहिने वस्तुहरूलाई जैविक वस्तुहरू पनि भनिन्छ। हेर्नुहोस् कुहिने वस्तुहरूलाई जैविक वस्तुहरू भनिन्छ। अब जैविक भनेको के हो, अजैविक भनेको के हो, यो कुरा पनि हामीले थाहा पाउनु पर्यो। अजैविक भनेको के, जीवन भएका के, जस्तै यिनीहरूको पनि के हुन्छ, आयु हुन्छ। जस्तै केरा के हुन्छ, केरा फल्नको लागि के हुन्छ, उम्रिनु पर्यो, केराको बोट हुनु पर्यो हैन। त्यस्तै आलु फलाउनको लागि हामीले फलाउन सक्छौँ आलुलाई हैन। हो त्यस्ता फलाउने अथवा फल्नेबाट निक्लेकालाई हामीले जैविक वस्तुहरू भन्छौँ है त। जीवन भएका वस्तुहरू जैविक वस्तुहरू पनि हामीले भन्ने रहेछौँ। त्यस्तै यस्ता फोहोर मैलाहरू ओइलिएका बिरुवा तथा झारपात, मरेका जनावर, तरकारी केलाउँदा बाँकी भएका वस्तुहरू आदि हुन्। के रहेछन् त यो कुहिने फोहोरहरू भन्नुहोस् त, ओइलिएका बिरुवाका पातहरू हुनसक्छ हैन। त्यस्तै मरेका जनावरहरू पनि हुन सक्छन्, यिनीहरू पनि के हुन् त, कुहिने फोहोर हुन् है त। छाला पनि के हुन्छ, कुहिन्छ भन्ने कुरा थाहा होला। त्यस्तै तपाईँले आफ्नो गाउँघरमा देख्नुहुन्छ, गाई भैँसी गोरुहरू मऱ्यो भने के हुन्छ, एक ठाउँमा लगेर फाल्नुहुन्छ अथवा गाड्नुहुन्छ हैन। त्यो पछि गएर त्यहाँ खनेर हेर्नु होला, त्यहाँतिर हड्डी मात्र हुन्छ है त, हड्डी मात्र हुन्छ, छालाहरू सब माटो बनिसकेको हुन्छ है। त्यस्तै तरकारीहरू हामीले केलाउँदाखेरि के हुन्छ, बाँकी भएका वस्तुहरूलाई हामीले के भन्ने रहेछौँ त, कुहिने फोहोर वस्तुहरू भन्ने रहेछौँ भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ र अहिले पनि पुनः फेरि त्यही कुरा बुझ्दै हुनुहुन्छ है। यस्तै कागज तथा काठका टुक्रा, पुराना प्रयोगमा नआउने कपडा, छाला, लुगाफाटा, फाटेका सुकुल, दरी हैन, जुटका बोरा आदि पनि जैविक फोहोरमा पर्छन्। हेर्नुहोस् कुहिने फोहोरमा पर्नेछन्। के काठका टुक्राहरू, काठको टुक्रा पनि कुहिन्छ, बिस्तारै बिस्तारै धमिराले खाएको देख्नु भएको होला हैन, कुहिन्छ। त्यस्तै तपाईका पुराना कपडाहरू, ती कपडाहरू पनि कोएर फाट्दै फाट्दै जान्छ है त, माटोमा परिणत हुन्छ हैन। त्यस्तै कपडाहरू भए हैन, त्यस्तै फाटेका गुन्द्रीहरू भए, चकटीहरू भए हैन, त्यस्तै दरीहरू भए, त्यस्तै बोराहरू के रहेछन् त, जुटका बोराहरू के रहेछन् त भाइ बहिनीहरू, जैविक फोहोरमा पर्दछन् भन्नुको मतलब कुहिने फोहोरहरू हुन् भन्ने कुरा तपाईले बुझ्नुपर्ने हुन्छ है। र त्यस्तै छ, जैविक वस्तुहरू कुहिएर चाँडै माटोमा परिणत हुन्छन्। हेर्नुहोस् मैले भनेको थिएँ नि, यस्ता वस्तुहरू कुहिने फोहोरहरू के हुन्छ त, चाँडै नै के हुन्छ, माटोमा परिणत हुन्छ, माटो बन्ने रहेछन् भन्ने कुरा मैले अघिदेखि भनिरहेको छु र तपाईले पनि थाहा पाइसक्नु भएको छ होला। यसरी हामीले यो कुहिने फोहोरको बारेमा पढिसक्यौँ। त्यस्तै अब तपाईलाई थाहा छ कुहिने फोहोरहरूबाट हामीले के गर्छौँ त, मलहरू बनाउन सक्छौँ भन्ने कुरा तपाईलाई थाहा छ हैन। अहिले हामीले एकछिनमा पढ्छौँ। फोहोरबाट मोहर भन्छौँ है त। फोहोरबाट पनि हामीले के गर्न सक्छौँ त, आम्दानी गर्न सक्छौँ, पैसाहरू बनाउन सक्छौँ भन्ने कुरा अहिले पढ्नुहुन्छ। त्योभन्दा अगाडि अब हामीले अर्को पढौँ। ख नम्बरमा छ नकुहिने फोहोर भनेर यहाँ लेखेको छ। नकुहिने फोहोर वस्तुहरू भनेको छ। अब कुहिने फोहोर वस्तुहरू के हुने रहेछ त, कुहिएर माटोमा परिणत हुने रहेछ। त्यस्तै नकुहिने फोहोर वस्तुहरू माटोमा परिणत हुन्छ त, पक्कै पनि हुँदैन है, यिनीहरू माटोमा परिणत हुँदैन भन्ने कुरा तपाईले बुझ्नुपर्ने हुन्छ। त्यस्तै यहाँ लेखेको छ भाइ बहिनीहरू, नकुहिने वस्तुलाई अजैविक वस्तु पनि भनिन्छ। अजैविक भनेको के हो, त्यसमा प्राण नभएको है त, प्राण नभएको अथवा जीवन नभएकोलाई अजैविक भनिन्छ है, अजैविक वस्तुहरू पनि भनिन्छ। त्यस्तै तपाईले सुन्नुभएको होला लिभिङ थिङ्स, नन लिभिङ थिङ्स भनेर सुन्नुभएको थियो होला हैन, कतै हैन, तपाईलाई कतै बोर्डिङ पढ्ने साथीहरूले पनि सुनाएको छ होला हैन। लिभिङ थिङ्स भनेको जैविक, नन लिभिङ भनेको अजैविक भन्ने कुरा तपाईले बुझ्नुपर्ने हुन्छ। यस अन्तर्गत
प्लास्टिक के पर्ने रहेछन् त नकुहिने फोहोरमा प्लास्टिक पर्ने रहेछ, सिसाहरू पर्ने रहेछन्, त्यस्तै धातुका भाँडा आदिका टुक्राहरू पर्दछन् भनेको छ। धातु भनेको के हो? अब धातु विभिन्न प्रकारका हुन्छन्, किसिमका हुन्छन्। फलाम भयो, स्टिल भयो, होइन, सिल्टी भन्नुहुन्छ, होइन, तामा भन्नुहुन्छ। यी के हुन् त? धातु हुन्। यिनीबाट अथवा धातुका भाँडाका टुक्रा टाक्रीहरू, होइन, त्यस्तै सिसाहरू र त्यस्तै गरी प्लास्टिकहरू के रहेछन् त अजैविक फोहोरमा, होइन, अथवा नकुहिने फोहोरमा पर्ने रहेछन् भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है। यस्ता फोहोरहरूको वृद्धिका कारण, होइन, वृद्धि भनेको यो वृद्धिका भनेको छ, वृद्धि भन्छ है यसलाई। वृद्धि अहिले यस्तो भइसकेको छ। यस्ता फोहोरहरूको वृद्धिका कारण फोहोर मैला सम्बन्धी समस्या झन्झन जटिल हुँदै आइरहेको छ। हेर्नुहोस्, यस्ता यो नकुहिने फोहोरहरूको कारणले के भइरहेको छ त? फोहोर मैलोहरू के छन् त? दिन प्रतिदिन बढ्दै आएका छन्, धेरै समस्याहरू आइरहेका छन्, होइन, जटिल भइरहेको छ भन्ने कुरा यहाँ लेखेको छ है त। यसको समाधानका लागि फोहोर मैलालाई तह लगाउने उपाय जान्नु र सिक्नु आवश्यक छ भनेको छ। हेर्नुहोस्, यस्ता फोहोर मैलोले के गरिरहेका छन् त? हाम्रो समाजमा विभिन्न समस्याहरू परिरहेका छन् र हामीले यसको समाधानका लागि के गर्नु पर्यो त? यस्ता फोहोर मैलालाई तह लगाउने उपायहरू हामीले सिक्नुपर्छ र जान्नुपर्छ भन्ने कुरा यहाँ लेखेको छ र हामीले जानी पनि सकेका छौँ के गर्नुपर्छ के गर्नु पर्दैन भन्ने कुरा है। ल अब हामी यहाँ हेर्न सक्छौँ। त्यस्तै फोहोर मैला तह लगाउने विभिन्न तरिकाहरू छन्। हेर्नुहोस्, यस्ता फोहोर मैलाहरूलाई हामीले तह लगाउन, होइन, विभिन्न के रहेछन् त भाइ बहिनीहरू? तरिकाहरू रहेछन्। जस्तै के रहेछ त? फोहोर मैलाबाट बच्न के? फोहोरहरूलाई पहिला कम उत्पादन गर्ने, होइन, फोहोरहरू नगर्ने भनेको है त। फोहोरहरू हामीले कम गऱ्यौँ भने के हुन्छ? फोहोर मैला घट्यो नि है त। त्यस्तै फोहोर बन्ने सामान धेरै पटक प्रयोग गर्ने वा त्यसबाट अर्को सामान बनाउने आदि भनेको छ। अब यस्ता यो नकुहिने फोहोरहरूलाई हामीले के गर्ने रहेछौँ त? कसरी कम गर्ने रहेछौँ त भन्नुहोस् त? यस्ता नकुहिने फोहोरका वस्तुहरूलाई उत्पादन कम गर्ने, जस्तै प्लास्टिकहरू धेरै मात्रामा उत्पादन भइरहेको छ भने अब हामीले कम मात्रामा उत्पादन गर्ने, प्लास्टिकको ठाउँमा कपडाका झोलाहरू बनाउने है। त्यस्तै यस्ता फोहोर वस्तुहरू छन् भने योबाट हामीले के गर्न सक्छौँ त? अरू सामानहरू हामीले बनाउन सक्छौँ है त। अर्को सामानहरू हामीले बनाउन सक्छौँ भनेको पुनः प्रयोग गर्ने भन्ने जस्ता कुरा यहाँ लेखेको छ है त। यसरी हामीले नकुहिने फोहोरको बारेमा पढ्यौँ है। तपाईँहरूले पनि बुझिसक्नु भएको छ होला, धेरै कुराहरू बुझिसक्नु भयो। अब हामी बिस्तारै कहाँ जान्छौँ त? अर्को टपिकमा जाँदैछौँ। हेरौँ के छ। यहाँसम्म बुझ्नु भएको छ नि कुहिने र नकुहिने फोहोर वस्तुहरू भन्ने? पक्कै पनि बुझ्नु भएको छ। र हामीले यो नकुहिने फोहोर वस्तुहरूलाई हामीले जलाउनु हुँदैन है। जलायौँ भने के हुन्छ त? हावा प्रदूषण हुन्छ। अब हावा प्रदूषण भयो भने के हुन्छ तपाईँलाई थाहा छ? विभिन्न समस्याहरू आउन सक्छन्। श्वास प्रश्वाससँग सम्बन्धित, फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न सक्छ भन्ने कुरा तपाईँले अघिल्लो पाठहरूमा पनि पढिसक्नु भएको छ है त। त्यही भएर यो नकुहिने फोहोरहरूलाई जथाभावी फाल्नु हुँदैन, गाड्नु पनि हुँदैन र के गर्नु हुँदैन त भन्नुहोस् त भाइ बहिनीहरू? जलाउनु पनि हुँदैन। यिनलाई हामीले पुनः प्रयोग गर्न सक्छौँ है त। यस्ता वस्तुहरूलाई पुनः प्रयोग गर्न सक्छौँ र त्यसबाट अर्को सामानहरू बनाउन सक्छौँ भन्ने कुरा पनि तपाईँले सिकिसक्नु भएको छ है। ल अब हेरौँ, फोहोरबाट मोहर भनेको छ। के लेखेको रहेछ? फोहोरबाट मोहर। अब फोहोरबाट मोहर भनेको फोहोरलाई हामीले व्यवस्थापन गरेर के गर्ने रहेछौँ त? अथवा त्यो फोहोरलाई के कार्यहरू गरेर के गर्ने रहेछौँ त? पैसा कमाउने रहेछौँ। मोहर भनेको के हो? पैसा भनेको है त। फोहोरबाट मोहर भन्ने तपाईँले कतै सुन्नुभएको छ होला है। अब यही कुरा हामी यहाँ पढ्न गइरहेका छौँ है त। ल हेर्नुहोस्, यहाँ लेखेको छ, फोहोरलाई तह लगाउन सबैभन्दा पहिलो कुहिने र नकुहिने, जस्तै कुहिनेलाई जैविक भन्छ र नकुहिनेलाई अजैविक फोहोरहरू छुट्याउनुपर्छ। हेर्नुहोस्, अब यस्ता फोहोरबाट मोहर निकाल्नको लागि त पहिला हामीले थाहा हुनु पर्यो कुहिने फोहोर भनेको के हो, नकुहिने फोहोर भनेको के हो। यो त तपाईँले थाहा पाइसक्नुभयो। हामीले छुट्याउनु पर्ने छ। कुहिने फोहोरहरूलाई एकातिर राख्ने, नकुहिने फोहोरहरूलाई अर्को ठाउँमा, होइन, व्यवस्थित तरिकाले राख्नुपर्छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। त्यस्तै नकुहिने भनेको के? अजैविक है। नकुहिने भनेको के रहेछ त? अजैविक। नकुहिने वस्तुमध्ये पनि प्लास्टिक, धातु, जस्तै धातुमा के हुन्छ? फलाम,
तामा काँच एल्युमिनियम आदि र विभिन्न साइजका काँचका सिसाहरूलाई छुट्टै राख्नुपर्छ भनेको छ। हेर्नुहोस् अब के गर्नु पर्यो त, हामीले कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुपर्छ अथवा छुट्टै राख्नुपर्छ भन्ने कुरा हामीले थाहा भयो। त्यस्तै नकुहिनेमा पनि के त, प्लास्टिक र धातुका सामानहरू हैन, जस्तै धातुहरू के फलाम तामा काँचहरू भए, एल्युमिनियमहरू भयो, कपरहरू भयो हैन, यसका के गर्नु पर्यो त, यसलाई छुट्टै ठाउँमा राख्ने भने के अरे विभिन्न किसिमका हैन, विभिन्न साइजका भनेको के सानो ठुलो भन्ने हुन्छ, काँचका भनेको के सिसाहरू के गर्नु पर्यो त छुट्टै राख्नु पर्ने रहेछ। यस्ता वस्तुहरूबाट फेरि अर्को वस्तु बनाउन सकिने भएकाले सङ्कलन गर्न आउनेलाई बेच्न सकिन्छ। हेर्नुहोस् मानिसहरूले के गर्ने रहेछन् त, यस्ता यो नकुहिने फोहोरहरूबाट के गर्ने रहेछन् त, अरू अन्य वस्तुहरू बनाउन जान्ने रहेछन्। त्यही भएर उनीहरूले किन्न आउँछन् हैन। किन्दाखेरि के भयो, उनीहरूले आएर फोहोर मैले किन्छन्, हामीले बेचेर के हुन्छ, फलामका टुक्राहरू बेचेर तपाईँले पैसाहरू कमाउनु भएको छ होला हैन। प्रयोगमा नआउने साना फलामहरूलाई अब 40-50 रुपियाँ किलोमा बेचेर हैन खानुहुन्छ होला। हो यो पनि के हो त, फोहोरबाट मोहर भनेको है। के गर्ने रहेछन् त, उनीहरूले यस्ता फोहोरहरूलाई सङ्कलन गरेर हैन एकट्ठा गरेर हैन एक ठाउँमा लिएर के गर्ने रहेछन् त, नयाँ वस्तुहरू उनीहरूले बनाउने रहेछन् भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है त। त्यस्तै अब कुहिने फोहोर छ, हामीलाई थाहा छ कुहिने भनेको के, जैविक फोहोर मैला जहाँ तहीँ फाल्दा वातावरण दुर्गन्धित हुन्छ। हेर्नुहोस् अब हामीले कुहिने फोहोरलाई जहाँ पाए त्यही फाल्यो भने के हुन्छ, त्यो गल्छ, सड्छ, सडेपछि त्यहाँबाट दुर्गन्ध निक्लिन्छ, गन्याउँछ हैन। त्यसले के गर्छ त, वातावरणलाई दुर्गन्धित बनाउने रहेछ है। यस्ता पदार्थहरू कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ। हेर्नुहोस् यस्ता कुहिने फोहोरहरूलाई हामीले के गर्न सक्छौँ त, एउटा खाल्डो खनेर हैन जम्मा गरेर त्योबाट हामीले के गर्छौँ, कुहाएर के गर्न सक्छौँ त, मल बनाउने रहेछौँ। यो मललाई हामीले के भन्छौँ, कम्पोस्ट मल भन्छौँ है त। के भन्छौँ रे, कम्पोस्ट मल बनाउन सकिने रहेछ। र त्यो कम्पोस्ट मल बनाइसकेपछि हामीले बेचेर फेरि आम्दानी पनि गर्न सक्छौँ है। यी कुरा यहाँ हामी पढ्दैछौँ। त्यसै गरी भाइ बहिनीहरू यहाँ छ, यसका लागि हामीले घरभन्दा केही पर खाडल खनेर वा थुपारेर राख्नुपर्छ भनेको छ। मैले तपाईँलाई भनिसकेँ, खाडल खनेर राख्यौँ भने धेरै गनाउँदैन, थुपारेर राख्यौँ भने अलि धेरै गनाउन सक्छ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ है त भाइ बहिनीहरू। यस्तो थुप्रोमा पानी पर्न नदिन प्लास्टिकले छोपेर राख्नुपर्छ। हेर्नुहोस् यदि फोहोर तपाईँले सङ्कलन गरिसकेपछि त्यहाँ पानी पर्यो भने, कतैबाट पानी पर्यो भने धेरै गनाउँछ है, दुर्गन्ध आउँछ है त। नराम्रो के आउँछ, गन्ध आउँछ, जसलाई हामीले दुर्गन्ध भन्छौँ भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ है। त्यही भएर हामीले यस्ता फोहोरहरूमा कुहिने फोहोरहरूलाई अथवा कुहिने फोहोरहरूमा पानी नपरोस् भनेर हामीले छोप्नु पर्ने रहेछ प्लास्टिकले भन्ने कुरा पनि तपाईँले थाहा पाइसक्नु भयो होला। यस्तै घरबाट निस्किने सबै किसिमका जैविक पदार्थलाई त्यसैमा राख्नुपर्छ। कहाँ, खाडलमा राख्नुपर्छ भनेको है। त्यसैमा भनेको के, खाडलमा खाल्डो खनेर राख्नुपर्छ भन्ने कुरा तपाईँले भर्खरै पढ्नु भएको छ नि त। त्यही भयो यसरी थुपारेको हैन फोहोरलाई बेला बेलामा उल्टाइ पल्टाइ गर्नुपर्छ। हेर्नुहोस् थुपारेर छोड्नु हुँदैन, हामीले त्यो थुपारिसकेको फोहोरलाई के गर्नुपर्छ, बेला बेलामा चलाउनुपर्छ, उल्टाइ पल्टाइ हैन उल्टो सुल्टो गराउनुपर्छ। किन भन्दाखेरि त्यहाँभित्र हावा पसेन भने हैन, यो हाम्रो वायुमण्डलमा भएको हावा त्यहाँ भित्र गएन भने के हुन्छ त, गनाउन सुरु हुन्छ। त्यही भएर त्यसलाई खुला रूपमा चलाउनु पर्छ। चलाउँदाखेरि के हुन्छ, त्यहाँ हावा जान्छ, हावा गइसकेपछि के हुँदैन त, गनाउँदैन है भन्ने कुरा तपाईँले बुझ्नुपर्छ। र हामीले अब थुपारेको फोहोरलाई के गर्नु पर्ने रहेछ त, बेला बेलामा उल्टाइ पल्टाइ गर्नुपर्ने रहेछ, चलाउनु पर्ने रहेछ भन्ने कुरा पनि थाहा पाउनुभयो। त्यस्तै थुपारेको फोहोरमा हामीले के गर्नु हुँदैन त, पानी पार्नु हुँदैन, पानी पार्यौँ भने दुर्गन्ध आउँछ भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ है त भाइ बहिनीहरू। त्यसरी केही हप्तापछि त्यो कम्पोस्ट मलमा परिणत हुन्छ। हेर्नुहोस् हामीले थुपारेको फोहोर हैन बेला बेलामा चलाउँदै के हुने रहेछ त, केही हप्ता दिनमा जस्तै 15-16 दिनमा के हुने रहेछ त, त्यो कम्पोस्ट मलमा परिणत हुने रहेछ, परिवर्तन हुने रहेछ मलको रूपमा है। त्यस्तो कम्पोस्ट मलले माटो राम्रो बनाउँछ भने वातावरण पनि स्वच्छ र सफा हुन्छ भनेको छ। हेर्नुहोस् त्यो कम्पोस्ट मलले के गर्ने रहेछ त, माटोलाई मलिलो गराउने रहेछ, उब्जाउ गराउने रहेछ है त। त्यहाँ भएको माटोलाई उब्जाउ गर्न
त्यसले के गर्ने रहेछ सहयोग गर्ने रहेछ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो। र त्यसै गरी वातावरणमा आउने दुर्गन्धलाई होइन घटाउने रहेछ, वातावरणलाई स्वच्छ बनाउने रहेछ होइन। त्यस्तै फोहोरहरूलाई हामीले एक ठाउँमा राख्यौँ भने के हुन्छ, वातावरण सफा हुन्छ, हामीहरूलाई केही रोग व्यथाहरूले छुँदैन भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यस्तै कम्पोस्ट मल प्रयोग गरी उत्पादन गरिएका तरकारी तथा अन्नबाली स्वास्थ्यका लागि लाभदायक हुन्छन्। हेर्नुहोस्, हामीले त्यो मललाई बेच्न पनि सक्छौँ अथवा हामीले आफ्नै बारीमा प्रयोग गरेर विभिन्न किसिमका तरकारीहरू उब्जाउ गर्न सक्छौँ, अन्नबालीहरू उब्जाउ गर्न सक्छौँ। जस्तै धानहरू भए, मकै भए होइन। त्यस्तो तरकारी त तपाईँलाई धेरै थाहा छ। त्यस्ता तरकारीहरू हामीले के गर्न सक्ने रहेछौँ, उब्जाउ गरेर बजारमा लगेर बेचेर के गर्न सक्छौँ त, पैसा कमाउन सक्छौँ। यसरी हामीले के बुझ्नु पर्यो त, फोहोरबाट मोहर बनाउन सक्छौँ भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ है त। र यसरी